नमस्ते 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 सबैजनालाई। आज हामी क्याम्पिङ हिँड्न लागेको। जुनको महिना क्याम्पिङ नगए त हुँदै भएन। यात्रा चाहिँ लिचफिल्ड सफारी क्याम्पसम्मको हो। हाम्रो उहाँ हेरी एक्साइटेड। कहाँ जान लागेको बेबु? कहाँ जान लागेको बेबी? क्याम्पिङ। Are you excited? Yeah. Wow. अब को जान्छ नि क्याम्पिङ हामीसँगै भन? आर्या। जानु अगाडि चाहिँ हामी एकचोटि कोलालिङ्ग सपिङ सेन्टरमा भेला भएर आइस किनेर सबको ब्यागमा एक एकवटा हालेर फोटो खिचेर जाने कुरा भइरहेछ। फोटो चाहिँ बच्चाहरूको ग्याङ अगाडि, त्यसपछि नानी ग्याङ साइड, अनि ड्याडी ग्याङ यसरी पालो पालो गरेर यहाँ फोटो खिच्ने, त्यसपछि हिँड्ने, यहाँबाट अगाडि लाग्ने। हामी यहाँबाट फोटो खिचेर छुट्यौँ भन्नको लागि पनि केही मिनटको लागि लाग्यौँ गन्तव्यतर्फ। हाम्रो आजको गन्तव्य लिचफिल्ड सफारी क्याम्प फर 3 days क्याम्पिङ। नतानु त तानु लाने तानेपछि मात्ने, माथेपछि जतासुकै लडी बुढी खेल्ने, एकठैमा के गर्ने रक्सीको मात्रै यस्तै हो, के गर्ने जडियाको जातै यस्तै हो। अब आइपुग्न लाग्यो। हामी 2 मिनटमा पुग्छौँ फाइनली। In 500 meters, bear left. Bear left, then the destination is on your left. डेस्टिनेसन आइपुग्यौँ है हामी चाहिँ। ल को आइपुग्नु भयो, वेलकम पनि गऱ्यो हामीलाई। The destination is on your left. Litchfield Safari Camp. खै त Arrived. अराइभ्ड रे। है? आइपुग्यो है। ऊ त्यो अगाडितिर पार गर्नु जाउँ नि त, कता हो? छिर्छ यहाँ। छिर्छ। रिसेप्सन पनि रहेछ। आइन्सहरू पनि आइपुग्यो। छैन म्याप हानेको उता यता जङ्गलतिर घुमेर हामी। छुट्टिनु भयो? अँ हामी त्यता जङ्गलतिरबाट आएको। जङ्गल त सबै बाटै जङ्गलै होला। हामीलाई राइडर बहिनीले चाहिँ बाटो देखाउँदै हुनुहुन्छ। हेलमेट नरहेछ राइडर
यो कन्सर्टमा चाहिँ हेर्नु हुँदैन है ए हो गाउँ खेल्नु जान्छ पुलिस आउँदै के भन्नु पुलिस आउँदैन भित्र बबाल रहेछ है उता बाटोबाट देखेको त्यही रहेछ कि पावर बदुलो राम्रो रहेछ है उहाँहरूको पावर हो नि त होइन आन्सु के भयो आन्सलाई नरो हाँस्देऊ चिज भनिदेऊ चिज भनिदेऊ चिज भनिदेऊ आइन्स अमुई नरौ साना नरौ रुनुहुन्न तिमी ठुलो मान्छे होइन सबभन्दा फिल्डमा पुगिसकेपछि हामीले अब कहाँ कहाँ टेन्ट टाङ्ने भनेर छलफल गर्दैछौँ छलफलपछि सायद आफ्नो आफ्नो टेन्ट 3 दिनको लागि घर बन्नेछ त्यसपछि फेरि पकाउने खाने रमाइलो गर्ने त छँदैछ हाम्रो बेड पनि तयार भयो हुँदैछ कसैको भइसक्यो कसैले बनाउँदै हुनुहुन्छ कसैले रेडी गर्दै हुनुहुन्छ यस्तै छ रमाइलो छ घर बनाइसकेर यहाँ गफ चलिरहेछ रमाइलो छ जिन्दगी रमाइलो छ हामी 9 बजे घरबाट निस्किएको सबैजना हामी सबैजना 9 बजे क्याजुरिना स्क्वायरबाट हिँडेको हो यहाँ आएर चिया पकाएर खाएर अलिअलि इनर्जी थपेर फेरि अर्को रमाइलोको लागि तयारी हुँदैछौँ के गीत गाउँ भन्नु त अघि गाउनु भएको थियो नि हाम्रो यहाँ सिली र सिली आमाको गीत सुन्नुभयो भने कति राम्रो गीत अब अर्को साल चाहिँ हामी फेरि सँगै क्याम्पिङ जान पाउँछौँ पाउँदैनौँ कुनै नेपाल फर्किहाल्नुहुन्छ कि यही साल सुनियो आमाको गीत यही साल नाच्नुपर्छ है सबैजनाले दाउरा ल्याउने कार्यक्रम भइरहेछ रातिको लागि चाहियो नि भिडियो खिचेको क्या यो ठुलो मुडो चाहिँ को मिलेर ल्याउनु भएको रे हामी 4 जना मिलेर ल्यायो ए 4 जना हो म हेमसर बुवा मेरो भान्जा बुवा भयो भने भान्जा भने राम यो आजको चाहिँ यसले भ्याउँछ कि आनन्दले भ्याउँछ जति नै भ्याउँछ यसलाई बाल्न सिठो चाहियो भित्र बाल्दैछ दुईटा हुन्छ अहिलेदेखि बाल्नुपर्छ क्या है बरु अब बाल्ने हो बाल्ने ठिक्क हुन्छ नि होइन अब बारबेक्यू फिट गर्नु यहाँ बारबेक्यू फिट गर्ने अझै साना
वहाँ टेन्ट बन्दैछ एउटा वहाँ हाम्रो टेन्ट छ बुवाले छेकिदिनु भयो त्यो आयन्सको टेन्ट हो यो एरनको टेन्ट हो कसो सरले पनि दुईटा मुढा ल्याउँदै हुनुहुन्छ यो आएर यो आर्याको टेन्ट यो कसको हो बच्चाहरू यिनीहरू के गर्दैछन् कुनै यो कसको टेन्ट पर्यो यो कसको टेन्ट हो खतरा रहेछ हाई 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 यो टेन्ट खतरा रहेछ कसको यो कसको टेन्ट हो यो कसको टेन्ट देखेँ कसको वहाँ परन रहेछ त कसको त्यो परको कसको हो टुप्लुक्क एउटा रहेछ यो कसको हो नि यो भट्टाई साउको भट्टाई साउको भट्टाई साउको हो यो भट्टाई साउ त्यो हो हाम्रो कसको त्यो त्यो हाम्रो नेत्र साउको भुर्तेल साउको यो नेत्र सरको उतापट्टि हाम्रो त्यो हो परशुराम सरको अधिकारी साउको अधिकारी सर के हो तपाईँ मलाई चाहिँ यो किताब पढेर बस्नु झ्याउ लाउँछ मैले जति पनि मैले धेरै जति पढ्नु पढ्यो पहिले हाम्रो कसलाई आउँछ अझ अब यो फिट गरेर यहाँ बाबीकी बन्छ हाम्रो भुर्तेल आउँछ यो किताब हेर्नै ले भुर्तेल कहाँ गयो भुर्तेल प्रोसिडर लेखायो हुन्छ नि ओ नेत्र भनेको इन होम टाइप इन हाउस यही नजिकै यो गुरु अब सुमी गरे यस्तो मजा आउँछ नि त मलाई यस्तो तपाईँ त सक्नु पहिला गरेर आउँछ ठुलो रहेछ यहाँ ओहो यस्तो तपाईँ आफूले किन्नु भएको छ यो मैले किनेको सर बनिङ्समा एउटा भाइ थियो दाइ यो बेस्ट हो लिएर जानुहोस् भने एउटा नेपाली भाइ थियो हाम्रो विशाल भन्ने एउटा भाइ विकली खानु पर्छ है यो के गर्नु डेली खाउँला तपाईलाई बाँकी छ एउटा टेन्ट बाँकी छ के अब टेन्ट कुरा छोड्नु यो बाँकी छ अझै टेन्ट गरमलाई नि के बाखेर भनेको एउटा बाँकी छ सबै भयो यो खै ओ भन्दा यो मेन जे छ नि यहाँ छ त यहाँ यही एउटा धारो यहाँ यसो एउटा ग्लास मार्न छ त्यहीँ गयो नि बहुत अफ गरे हो प्रिभाको कसले लगिदिएको त्यस्तो गर्ने नहुने काम कसले गरेको होला अङ्कलले नो नो अरे हेर त अङ्कलले नो भन्नुभयो प्रिभा हाई भन हाई भन तिमी आजको उपप्रमुख हो यो नाना प्रमुख उहाँ छ हो आयन्स आयन्स होइन होइन म नि केही गरेँ होइन यो पनि कसले ल्याइदिएको हो अनि मैले किनेको नि मेरो त फुर्सद नभएर छि याक्की तिम्रो पनि त्यहीँ छ मेरो पनि त्यहीँ छ यार यो बाबीकी मेसिन फिट गर्दै हुन्छ म त पहिला बार्बेक्यू मेसिन चाबी साबी सबै तँलाई दिने कुरो भएको क्या ब्लगमा तपाईँको मैले मोटु कलेज सबै दिइसकेँ भनिदिएको हो ठिक हो भन् त संसार जाने हो
लास्टमा झोलसँग भात खायो क्या मुटु कलेजो सबै दिएर मुटु मागे मुटु दिए कलेजो मागे लास्टमा झोलसँग भात खाएँ होइन 10 बजेसम्म त तपाईँको रतौली गए पनि कसैले हेर्ने अरे बहादुरे फल्न गर्छु त गर्छु भने पनि कसैले हेर्ने आए मेरे बहादुरे 10 बजेसम्म त बहादुरे चले पनि रतौली खेले पनि यहाँ हामीले कसारै भटाएर बसे नि कसैले गर्ने होला कसार त नभटा बाबीको भटारी हो ल एउटा अहिले चाहिँ भयंकर चलेको एउटा हिन्दी गीत छ एक बार दे बच्चाहरूको फेरि यहाँ रमाइलो चल्दैछ होइन सानो यता आऊ हुँदैन बाबा पानीमा रुज्यो नि आऊ बाबु यता मामा त छैन अब मामा आयो भन मामा भनेको मामा घोडा माइजू आइन्टोली मात्रै भएको ताराबाजी लै मामा आएको घोडा माइजू पानी खाइन ल यहाँ नरो बाबा अब एरनको टर्न अब एरन पछि पास गर्छ है एरिकलाई के रे बाबु भोक लाग्यो बाबु के भयो बाबीक्यू सुरु भयो यहाँ चाहिँ अघि नै चिया खाएको भाँडा बल्ल धुने कार्यक्रम भइरहेको छ अनि चियाको रिभ्यू हुँदैछ चिया चाहिँ पातलो भयो अरे भन्ने कुरा हुँदैछ पकाएको मैले अनि गीता म्यामले हो हामी दुईजना मिलेर पकाएको तर पानी चाहिँ हामीले धेरै हालेछौँ खल्लो भएछ हाई गरिदियो हाई गरिदियो बाबा हाई गरिदियो हाई गरिदिउँ गर्दिन्न हो हाई हाई आज त बेबी कति गुड बोय भएछ के छ बाबा खबर के छ बाबा खबर ठिक छ फन्टास्टिक म चिकन हेरेर आउने खानेकुराहरू हेर्दा पनि के आफै हेरे कि अब कसले त्यहाँ हेर्दैन आफै राम्रो म चिकन हेर्न आएको पाकेकै छैन पाकेकै छैन कोइला त नरहेछ
भन्छ नि पुरा आगो ताप्नु मुढाको आज आगो ताप्नुपर्छ मुढाको हजुरको कुरा सुन्ने आगो ताप्नु डार्विनमा आएर आगो ताप्ने होइन अहिले त चिसै छ आगै ताप्ने जस्तो छ नि 2 घन्टा छोडे त्यत्रा बस्नु र हजुर अन्त है ल हो त्यही म ल्याउँछु बस्नु तपाईँलाई जे जे चाहिन्छ के छ डार्विन त पुरै अहिले त के हो मैले पहिले देखेँ आगोले चिज भन्छ ड्याडी हो अनि अङ्कल चिची पोल्ने भएछ त्यो त भेजिटेबल थियो है मच्छर पनि नाचिरहेको छ हाम्रो बच्चा गाइज कता गयो My mom buys and my dad buys so no Hi. अहिले हामी बजाएको के अरे नेपाली गीत के पानी खाए बागे ल पालै पालो नाच्ने हो नि Oh baby.
बाला हेर त बाला मेरो बल है तपाईँलाई नै फिट गर्दै आऊ अभी छैन बच्चा ग्याङ बच्चा ग्याङको चाहिँ के चलिरहेछ हौ Did you know I am Peter and Bobita auntie? Did you know? T-shirt typing गरेको. I love you. Oh, P गरेको. So that means we is that just fire bracket. बिहानको खानाको लागि रेडी गर्दै हुनुहुन्छ सबैजना आफ्नो काममा व्यस्त हुनुहुन्छ आफ्नो डिपार्टमेन्ट सम्हाल्दै हुनुहुन्छ मिठो पाक्दैछ है पाक्दैछ पानीमा डुबाएर बस्छौ पानीमा डुबाएर बस्छु भने सन्जु जाऊ त चिसो पानीमा पुग्छ होला नि मजाले पुग्छ धेरै पानी हाल्दा बनाउने होइन पानी हाल्दा सिटी लगाइदिउँ के हुन्छ यो रबरले बाँध्नुपर्छ है टन्न झोल भात खाएर दिउँसो त्यहीँ सफारी क्याम्पभित्रै रहेको स्विमिङ पुलमा स्विमिङ गर्न गयौँ सबैजना हामीहरू सबजना रमाइलो खानुभएको छ
अनि स्विमिङ गरेर आएर बेलुका भाबी फेरि सुरु हाम्रो रमाइलो कार्यक्रम त छँदैछ। यो चाहिँ हो हाम्रो अन्त्याक्षरी। सुन्दै जानुहोस् है कसले जित्छ। नदेखेसम्म आउँछ नि तिमी यहाँ दिनु भने हेर्नु त हाई हाई गरेको छिटो 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 1 2 लहनाले जुराउनु पर्दैन भने कि हे माया मोहनी सबैलाई लगाउने आँखाको रिमझिमले मन नै खलबलाइदिने न एक न जाऊ न मलाई छोडी दिल छोडी च्यान्टे माइलु लु कमारी खेलेको सानैमा नो त्यस्तो गीतैको बोलै छैन छैन है छैन है माया चाहिन्छ मलाई दिनु चाहिन्छ छ छपक्कैलाई यहाँ ल्याउनु छ म चप्पलले हान्छु यहाँबाट बुढो म चप्पल यहाँ दिनु निदाउँछ भने रमाइलो गर्ने टाइममा हल्लाउनु न खोला नदी सागर तर्दै दुःख पीडा बिर्सँदै माए परदेशबाट फर्किआए अनलक गरेर आउँछु अनलक छ कि गाडी अहिले लक गरेर आउँछु किन लक गर्नु यो चाबी छ नि म लक गरेर आउँछु किन लक गर्नु पर्यो कोही आउँदैन भयो त रातिमा लक त के हो अरे यहाँ चाबी छ नि एकचोटि त्यस्तो भएन आजको यो बसाइ अलिकति मिलेन नि आजको बसाइ अलिकति मिलेको छैन बस्न नसकिँदै फेरि दिनु पर्यो कि बस्न सकिएन बसाइ नमिलाएको उता सुन्नु धेरै ठुलो मुडा भयो त्यहाँबाट यहाँसम्मको मुडा यो मुडा ल्याउन 7-8 जना लागेको त्यही पनि ढगालेर उचालेर होइन यो हाम्रो थर्ड डे क्याम्पिङको अर्ली इन द मर्निङ एकदमै राम्रो यो वेदर पनि कस्तो कुल एन्ड नाइस थर्ड डे आज अब घर पनि जाने होइन हेलो भनिदेऊ सानो
यहाँकोहरू पनि उठिसक्नु भयो कि यहाँकोहरू उठ्नु भएकै छैन यहाँ चाहिँ हजुर हस् म खिचिहाल्छु नि यस्तो काम त मसुट पर्छ नि केही हुन्न अब त आज त खोल्ने त हो यो रुमाल चाहिँ उता उता को हुनुहुन्छ मम्मीको रहेछ यो तेस्रो दिन क्याम्पिङको आज तेस्रो दिन चिया पाउनु भएछ आज तेस्रो दिनको बिहानको चियासँगै फेरि खाना खाने कार्यक्रम त हुँदैछ मासु भात झोल भात खाएर अनि त्यसपछि आफ्नो आफ्नो सामान प्याक गरेर गाडीमा थन्काएर फेरि बेरिसमा भेट्ने कुरा हुँदै यहाँबाट चाहिँ हामी गाडी लाग्यौँ सुनसान भयो सबजना कोही हिँडिसक्नु भयो हाम्रो बच्चाहरू पनि बसिसक्यो गाडीमा बस्यो हामी अस्ति गर्थ्यौँ नि त्यतै हो यो बाटोमा बुस फायर देख्न सक्नुहुन्छ अलिक केयरफुल भएर चलाउनु पर्छ यति बेला चाहिँ धेरै जसो ठाउँमा आग लागि बढिरहेको हुन्छ अस्ट्रेलियाको समस्या जङ्गलमा आगो स्प्रिङ आइपुग्यौँ अब स्विमिङ गर्ने रमाउने एकछिन रमाइलो गर्ने अनि फेरि केही खाएर अनि यहाँबाट निस्किन्छौँ घरबाट लाग्छौँ त्यसपछि चाहिँ आजको दिन अन्त्य हुन्छ
तिमी आउने पानी त ताकेर जाउन तर भान्जी नआउनु चिप्लो भयो अब भान्जी जाउन आउने हो भान्जी ताको पानी आउ कस्तो ल्याउनु पानी फेरि स्प्रिङमा स्विमिङ गरेर हामी चाहिँ आफ्नो घरतिर बाटो लाग्यो चाहिँ भाइरल भइरहेको थियो सबैजना साथीहरूलाई 3 दिनको क्याम्पिङपछि घर गएर रेस्ट गर्नु कि भोलिबाट काममा जाने ल बाई बाई गर्दै हामी बाटो लागेको आशा छ सबैजनालाई रमाइलो भयो होला यो क्याम्पिङ अर्को साल पनि यसरी नै भेट्नुपर्छ है सबैजना